साथीहरू नमस्ते, म हो प्रकाश। फेरि आज अर्को नयाँ भिडियोमा तपाईँहरूलाई स्वागत छ। तपाईँले थम्बनेल देखिसक्नु भएको छ होला। हामी बाइ द वे जापान आइसकेपछि दुःख पाउनु त निश्चितै छ, त्यसमा पनि अझ केही कुराहरूमा केयरिङ भएन भने धेरै नै दुःख पाउने सम्भावना हुन्छ है त। अब आज म चाहिँ मैले भोगेको, मैले जानेका कुराहरूमध्ये र मलाई चाहिँ जापानिज नागरिकहरूले सिकाएका कुराहरू तपाईँलाई सेयर गर्दैछु। यी कुराहरूलाई ख्याल गर्नुभयो भने कहीँ न कहीँ तपाईँको लाइफमा पनि केही दुःख पाउनुबाट तपाईँहरू पनि बच्नुहुनेछ। फर्स्ट अफ अल त नेपालबाट अहिले जापान आउने धेरैको सङ्ख्यामा हुनुहुन्छ दाजुभाइ तथा दिदीबहिनीहरू, र नेपालबाट आउँदा हामी जापान आउने कुराको लागि चाहिँ एकदमै ठुलो एक्सपेक्ट बोकेर आएको हुन्छौँ। यो कुरा नगर्नु होला। तपाईँ चाहिँ केका लागि जापान आउँदै हुनुहुन्छ, तपाईँको चाहिँ अलिकति रियालिटीमा जानु होला होइन। हाम्रो चलनै त्यस्तो छ, अब नेपालबाट जापान भनिसकेपछि के किन हुन्छ भन्ने एउटा अलिकति ठुलो हाई एक्सपेक्ट हुन्छ। त्यो कुरालाई चाहिँ अलिकति मेन्टेन गरेर आउनु होला भन्न चाहन्छु। अब सेकेन्डमा भनेको हामीले दुःख पाउने कुराहरू के छ भने, फर्स्ट अफ अल तपाईँ आफू एक्लै है, तपाईँको फ्यामिलीभन्दा बाहिर तपाईँ एक्लै बस्ने बानी छ कि छैन तपाईँको, अथवा तपाईँ बस्नुभएको छ कि छैन, त्यो कुराले पनि धेरै फरक पार्छ है। तपाईँ 1-2 महिना राम्रो हुन्छ होइन, तपाईँ यहाँ देख्नुहुन्छ कतै राम्रो, अब नयाँ ठाउँ नयाँ कुराहरू हेर्दै, तर जब तपाईँ जापान आइसकेपछि तपाईँ एक्लै बस्नुपर्ने हुन्छ। तपाईँको साथीभाइहरूको सर्कल टाढा हुँदै जान्छ। यहाँ खासै त्यस्तो बन्दैन, किनभने हरेक मान्छेको आफ्नै वे हुन्छ। हामी मात्रै होइन कि जापानिजहरूको पनि त्यो समस्या छ। यहाँ जापानिजहरूको फर्स्ट अफ अल समस्या एउटा भनेको एक्लोपन होइन। यिनीहरू चाहिँ कति मान्छेहरू घरमै मरेको पनि भेटिने त्यस्तो अवस्था हुन्छ। त्यो कारण के हो भने एक्लोपन, यहाँ मान्छे मरेको पनि थाहा हुँदैन। त्यो एक्लोपन जापानमा एकदमै धेरै छ। सो त्यसको असर हामीलाई पनि पर्छ। हामी पनि एक्लै बस्नुपर्ने हुन्छ र त्यसको कारणले गर्दा हामी पनि कहीँ न कहीँ मेन्टल्ली एउटा चाहिँ इफेक्टमा पर्छौँ है। त्यो कुरालाई पनि ख्याल गर्नु होला है। यो भन्नुको मतलब के हो भने, तपाईँ नेपालबाटै आउँदाखेरि नै एउटा मेन्टल्ली प्रिपेयर चाहिँ हुनु होला कि म एक्लै पनि बस्न सक्छु, म आफ्नो लाइफलाई चाहिँ एक्लै पनि मेन्टेन गरेर चाहिँ चलाउन सक्छु भन्ने खालको मेन्टल्ली प्रिपेयर चाहिँ हुनु होला है। यो तपाईँहरूको लागि सजेसन भयो। यो पनि एकदमै महत्त्वपूर्ण कुरा छ। अब दुःख पाउने कुराहरू थुप्रै छन् है। हामीले दुःख पाउँछौँ, जापान आइसकेपछि धेरै कुराहरू नजानेर हामीले चाहिँ दुःख पाउँछौँ। फर्स्ट अफ अल कुराहरू के कुराले दुःख पाइन्छ भने ल्याङ्ग्वेज है। जापानिज भाषाको राम्रो तयारी नहुनु नै हाम्रो सबसे ठुलो गल्ती हो है साथीहरू। हामी नेपालबाट जापान आउँदाखेरि नै हामीले चाहिँ जापानिज भाषालाई चाहिँ एकदमै प्राथमिकता दिएर सिकेर आउनु होला। भाषा सिकेर त सकिँदैन, त्यही पनि एउटा प्रोसेसिङमा राम्रो एन्फो मात्रै गरेर हुँदैन। N3सम्म चाहिँ राम्रो पढेर आउनुभयो भने कहीँ न कहीँ तपाईँलाई चाहिँ राम्रो सपोर्ट गर्छ ल्याङ्ग्वेजले। जब तपाईँले बुझ्नुहुन्छ, अरूले भनेको कुरा देखेर तपाईँले चिन्नुहुन्छ, ती कुराहरूले तपाईँलाई दिन प्रतिदिन एउटा चाहिँ लेभल अपको बाटो लानेछ र भाषाले तपाईँलाई राम्रो सपोर्ट गर्नेछ है त। र अर्को कुरा भनेको तपाईँले गुगल म्याप है। गुगल म्याप सम्बन्धी राम्रो नलेज बनाएरै आउनु होला। यदि तपाईँले अहिले नेपालमा युज गर्नुभएको छैन भने पनि युट्युबतिर हेरेर हुन्छ कि या चाहिँ डेली प्र्याक्टिसहरू गरेर हुन्छ, गुगल म्यापहरू हेर्न चाहिँ सिक्नु होला। अनि अर्को भनेको ट्रान्सलेट है। गुगल ट्रान्सलेटहरू पनि राम्रोसँग सिक्नु होला, किनभने यहाँ आएर एकदमै ठुलो काम लाग्छ यी एप्लिकेसनहरू है। अब यिनीहरूले चाहिँ तपाईँको चाहिँ ट्राभलको क्रममा चाहिँ एकदमै ठुलो हेल्प गर्नेछ। त्यतिखेर तपाईँलाई अब एक ठाउँबाट अर्को ठाउँ जानु पऱ्यो, केही कुराहरू हेर्नु पऱ्यो भने यिनी एप्लिकेसनहरूको युज गर्नुपर्ने हुन्छ। अब हाम्रो नेपालको जस्तो सानो चाहिँ एउटा ट्रान्सपोर्ट सानो पनि छैन। जापानमा भनेको एकदमै हेभी ट्रान्सपोर्ट हुने भएकोले हामीलाई बुझ्नै गाह्रो हुन्छ होइन। त्यो कारणले गर्दा यसको राम्रो प्र्याक्टिस प्लस जान्नुभएको छैन भने युट्युबतिर पनि हुन्छ, त्यो भिडियोहरू सर्च गरेर गुगल म्याप, गुगल ट्रान्सलेट जस्ता एप्लिकेसनहरूको बारेमा राम्रो नलेज बोकेर आउनु होला है। अब अर्को कुराहरू भनेको चाहिँ, अब जापानमा दुःख पाइने कुराहरू भनेको अरू के हो भने तपाईँको गलत सङ्गत है। जापानमा सबै मान्छेहरू सङ्घर्षै गरिरहेछन्, दुःखै गरिरहेछन् भन्ने छैन है। जापानमा बस्ने कैयौँ हाम्रै नेपाली दाजुभाइहरूको पनि धेरै फरक क्रियाकलापहरू हुन्छ यहाँ। अब तपाईँले चाहिँ त्यो अवस्थामा एउटा राम्रो सङ्गत चुन्न जरुरी छ है। चाहे छोरा मान्छे होस् चाहे छोरी मान्छे होस् है। यहाँ आइसकेपछि विभिन्न किसिमका विकृतिका कुराहरू पनि हामीले नेट इन्टरनेटमा देख्न पाइरहेको हुन्छौँ। अब त्यो कुराहरूबाट तपाईँ टाढै रहनुहोस्। एउटा आफ्नो फ्यामिली र आफ्नो फ्युचर लाइफलाई हेरेर मैले के गर्न आएको र मैले के गर्नुपर्छ भन्ने कुरालाई टार्गेट राखेर हिँड्नुहोस्। यहाँ जापानमा भनेको अब दारू पानीहरू, रक्सीहरू एकदमै सस्तो हुने
र साथीभाइहरूसँग घुम्न जानुपर्छ, डुल्नुपर्छ भन्ने खालको राखेर साथीभाइ बनाउनुहोस्, तर लिमिटवाला बनाउनुहोस् र आफूले ट्रस्टेबल बनाउनुहोस्। जो पाइ त्यहीसँग सङ्गत नगर्नुहोस् है। यो भयो हाम्रो एउटा चाहिँ नर्मल कुरा। यो लगभग धेरैले गर्नुहुन्छ, त्यसमा पनि एकदमै सचेत रहनुपर्ने कुरा भएको भएर मैले सेयर गरेँ। अब जापानिजहरूसँग कसरी घुलमिल हुने त, त्यो कुरा पनि म तपाईँहरूलाई सेयर गर्छु है। जापानिजहरूसँग तपाईँ फर्स्टमा भेट हुँदा उनीहरूले एकदमै माया गरिदिन्छन् है। हामीलाई चाहिँ सुरुमा यिनीहरूले ओ माई गड जापानिजहरू यस्तो काइन्ड वाउ भन्ने खालको एउटा इम्प्रेस दिन्छन्। जापान जतिको डेभलप छ त्यस्तै जापानिजहरू पनि डेभलप हुन्छन्। यिनीहरूको चाहिँ हरेक कुरामा चाहिँ मान्छेहरूलाई कसरी पढ्ने, कसरी चाहिँ यिनीहरूलाई ह्यान्डल गर्ने खालका यिनीहरूले पहिले नै योजनाहरू बनाएका हुन्छन् है। त्यो कारणले गर्दाखेरि 2-3 महिना चाहिँ हामीलाई यिनीहरूले राम्रैसँग माया देखाउँछन्। त्यो मायामा परेर हामीले चाहिँ के नगर्ने त भने यिनीहरूलाई चाहिँ हाम्रो पर्सनल कुराहरू सबै सेयर नगर्ने। तपाईँ कस्तो खालको मान्छे हो, तपाईँको फ्यामिली ब्याकग्राउन्ड कस्तो छ, धेरै कुराहरू चाहिँ आफ्नो पर्सनल्ली सोसियल मिडियाहरूमा लिङ्क नहुने है, नजोडिने। आफू जस्ट कामको कुरा, उसँग के काम छ त्यो काम गर्ने, द्याट्स इट, सक्यो है। त्यति मात्रै राख्नु होला। अब कहिलेकाहीँ बाहिर घुम्न जाऊँ भन्ने, अब यिनीहरू दारू पानी खानेहरू त्यस्तो समस्या पनि हुन्छ, त्यस्तो कुराहरू पनि हुन्छ। अब त्योमा पनि तपाईँ आफू केयर हुनु होला, के छु के हुनु होला है त। म यो तपाईँहरूलाई सजेस्ट गर्न चाहन्छु। अब जापानमा आइसकेपछि तपाईँको कम्पनीमा होस्, तपाईँको चाहिँ काम गर्ने ठाउँ अथवा पढ्ने ठाउँ जहाँसुकै होस्, तपाईँलाई चाहिँ जापानिजहरूले सुरुमा एकदमै माया देखाएर पछि गएर तपाईँको चाहिँ सबै कुराहरू थाहा पाइसकेपछि चाहिँ यिनीहरूले हेप्ने चेप्ने एकदमै गर्छन् है, एकदमै गर्छन्। त्यो अवस्थामा तपाईँ चाहिँ आफ्नो प्रोफेसनल है, आफ्नो पर्सनालिटी पनि राम्रो बनाउनु पर्ने हुन्छ। तपाईँ चाहिँ काममा जानुहुन्छ, तपाईँ नुहाइधुवाइ गरेर चटक्क परेर है आफ्नो शरीरमा राम्रो सुगन्ध निकालेर जानुपर्ने हुन्छ। जापानिजहरूलाई फोहोर र अलिकति फोहोरी मान्छे भन्यो भने यिनीहरू एकदमै चाहिँ इया हो, इया है। त्यो कारणले गर्दाखेरि चाहिँ हामीले आफ्नो प्रोफेसन पनि राम्रो बनाउनु जरुरी नै छ है, एकदमै जरुरी छ। तपाईँले मेन कुरा जान्नु भनेको नेपालबाट आउँदाखेरि साइकल है। धेरै साथीभाइहरूले साइकल नचढेको अवस्था पनि हुन्छ। अब हामी पहाडतिर प्रायः साइकलको युजै हुँदैन, तराईतिर हुने साथीहरू त प्रायः लगभग साइकलहरू चढेको हुनुहुन्छ। अब पहाडतिरबाट आउने साथीहरूले चाहिँ साइकल नसिकेको कारणले जापान आएर दुःख पाउन सकिन्छ है। त्यो कारणले गर्दाखेरि साइकल पनि एकदमै फर्स्ट प्रायोरिटीमा छ जापान आउनेहरूको लागि, सिकेर आउनु होला है। र अब अर्को कुरा भनेको यिनीहरूबाट हामीले दोष पाउन सक्ने अथवा हाम्रो चाहिँ आफ्नो वरिको त हुने कुराहरू के छ भने हामी सोसियल मिडियामा चाहिँ खासै ख्याल गर्दैनौँ, किनभने नेपालमा सोसियल मिडिया सम्बन्धी त्यस्तो ठुलो नियमहरू पनि छैन र हामीले खासै यसलाई युज गर्न जानेका पनि छैनौँ। जति पनि जापानमा आउने साथीहरू हुनुहुन्छ तपाईँहरूले चाहिँ सोसियल मिडिया युज गर्दाखेरि जस्तै टिकटक भिडियोहरू खिच्ने, फेसबुकमा रिल्सहरू हाल्ने, टिकटकमा रिल्सहरू हाल्ने जस्ता कुराहरूमा एकदमै सचेत रहनु होला। हामीले नर्मल्ली अफिसहरूमा गएर भिडियोहरू खिचिरहेका हुन्छौँ, त्यो कुरा उनीहरूले नथाहा पाउँदासम्म नर्मल हो। जब उनीहरूले त्यो कुरा थाहा पायो भने भोलि भने एकदमै ठुलो असर पर्छ र तपाईँको अब त्यो राम्रै बनेको इमेजहरू पनि डाउन हुनसक्छ है। यिनीहरूले चाहिँ आफ्नो कुराहरू एकदमै सिक्रेट राख्छन्। यिनीहरूले आफ्नो फोटो समेत कुनै मिडियामा यिनीहरूले अपलोड गर्दैनन्। जापानिजहरू भनेको यो आफ्नो पर्सनल्ली कुरामाहरू चाहिँ एकदमै स्ट्रिक्ट हुन्छन्। त्यो कुराहरूलाई हामीले ख्याल गर्नु होला, एकदमै ख्याल गर्नु जरुरी छ है। अब सुरुमा आउँछौँ, नर्मली लाग्छ, नयाँ ठाउँ देख्छौँ, फोटो खिचिन्छ, भिडियो खिचिन्छ, तर त्यो कुराले चाहिँ हाम्रो पर्सनली लाइफमा होस् अथवा यहाँको बसाइ अवधिको क्रममा एकदमै ठुलो इफेक्ट पार्छ है साथीहरू। सो यो कुरामा चाहिँ एकदमै के हुनु होला। र अहिलेसम्म मैले गरेका केही कुराहरू तपाईँहरूको लाइफमा मेल खानेछन् भन्न चाहन्छु। र अर्को कुरा मनी म्यानेजमेन्ट है। लास्टमा म तपाईँहरूलाई यो सजेस्ट गर्न चाहन्छु, पैसा म्यानेजमेन्टमा तपाईँले चाहिँ सिक्नै पर्ने हुन्छ है। यो कुराहरू चाहिँ सिक्नै पर्ने हुन्छ। तपाईँले कहाँ कति खर्च गर्ने, खर्चको रेकर्ड डिटेल्सहरू राख्ने है, अनि कसरी खर्च गर्ने, कसरी चल्ने। यहाँ तपाईँको जापानमा के छ भने जताततै झिलिमिली देखिन्छ। हामीले सस्तो जसरी हुन्छ अलिकति सस्तो मस्तो गरेर आफ्नो लाइफलाई चलाउने कोसिस गर्नु होला, किनभने हामी कमाउन आएको साथीहरू। अब रोयल तरिकाले चल्ने अलिकति त्यो हुँदैन होला जस्तो लाग्छ मलाई, किनभने जापानको बेसिक सेलेरी भनेको ठ्याक्क खान र त्यो लाइफ चलाउनलाई मात्रै पुगेको हुन्छ। त्यो हामी नेपालीहरूको लागि मात्रै अलिकति ठिकै हो भन्ने भएको। यहाँको हिसाबमा त्यो पैसा एकदमै थोरै हुन्छ। त्यो कारणले गर्दाखेरि मनी म्यानेजमेन्टको कुरा पनि सिकेर चाहिँ आफूले अलिकति कमाएको पैसालाई पनि बचाउने र कसरी चाहिँ त्यसलाई एउटा भनौँ न ठाउँमा लगाउने फ्युचरको लागि भन्ने कुरा बुझ्नु होला। नत्र भने 1 महिनाको पैसा यहाँ साथीभाइ मिलेर दारू खायो भने सकिहाल्छ। सो यो कुरामा पनि एकदमै के गर्नु होला भन्न चाहन्छु। र आजको भिडियो कस्तो लाग्यो, भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। नेक्स्ट भिडियोमा फेरि भेटौँला, त्यतिन्जेलसम्मको लागि नमस्ते, ह्याभ अ नाइस डे।